त्यहाँनिर उनी भित्र बसेर पानी बनाउनु हुँदैछ। अब यहाँनिर चाहिँ हामीले बालुवा पसेर यो तान्नु पर्दैन। यस्तो तानेपछि पानी चर भनेछ। यहाँबाट यहाँ जान्छ, त्यसपछि थिग्रिन्छ, आँखा यहाँ हुन्छ। अनि यो उनीको बोट गमला हुन्छ, यसको बोट ठुलो भएपछि। हेलो नमस्ते सबैजनालाई। आज चाहिँ हामी यो नामसालिङ भन्ने गाउँमा आएको छौँ, अनुको गाउँ। र यहाँ चाहिँ पानी यति सानो आइरहेको छ। अब चाहिँ हामी यो पानीलाई ठुलो बनाएर ल्याउनेछौँ। पर मुहान रहेछ, मुहानमा जाँदैछौँ। यता सुन्तला फलिरहेछ पुरै टनाटन। यता यो घरैबाट चाहिँ घरको बरान्डाबाट चाहिँ सुन्तलाहरू टिपेर खानु मिल्ने रहेछ। पुरै पाक्न लागेको छ भर्खर। अब केही महिनापछि यो पाक्छ। र यो केही महिनाको बाढी यो ठुलो वर्षाको कारणले चाहिँ एकदम क्षति पुर्याएको। अब चाहिँ जताततै पहिरो भएर के भएर चाहिँ बाटोहरू हिँड्नु पनि अलिक असहज भइरहेछ। अब त्यही भएर हामी चाहिँ यतै छौँ अहिले। र अब चाहिँ हामी पर मुहानतिर पानी बनाउन जाँदैछौँ। र यो पानीलाई ठुलो बनाएर लिएर चाहिँ फेरि पनि म लास्टमा कत्रो हुन्छ भिडियो गर्नेछौँ। अब चाहिँ यताबाट जानुपर्ने रहेछ, जङ्गलको बाटो पुरै जङ्गल छ। बिरालु पनि हामी सँगसँगै जाँदैछ। आइज मुनु आइज। यो चाहिँ मान्छे जाँदा गऱ्यो, यता यहाँ मान्छे कोही नगर दुईवटा गाईहरू। अब चाहिँ हामी अगाडि बढ्छौँ। अस्ति यहाँनिर पहिरो भएको थियो र यहाँनिर पहिरो बनाउनु भएको थियो। बाटोमा चाहिँ के हो यस्तो, यो सिमी यत्रो भइसकेको छ। पाइप चाहिँ यहाँ छ अरे, यो पाइपबाट पानी आउने, तर खतम भइरहेछ। के को बिगार्ने भत्काउने बनाउने भन्दै लडे। यो के हो, भाङ्रे सिस्ने यस्तो होइन रहेछ। त्यो जङ्गल घारी छ, गोगुनहरू पनि पाउँदो रहेछ यहाँ। यो किवीले फलेको रहेछ यसपालि। एक वर्ष राम्रो फल्छ, अर्को वर्ष फल्दैन। के हो यो ढुस घाँस? ढुस होइन, सुपर नेपियर हो। ढुस त्यस्तो ढुस हुँदैन नि त। नेपालीबाट चाहिँ के हो? सुपर नेपियर। बाटो चाहिँ जङ्गलकोमा छ, अनि मुहानमा पुगिँदो रहेछ। अब झन् झोडी गाडीमा आइपुगिन्छ। कस्तो खालको झोडी? त्यो मास सेक्सन त यहाँ खोलिराख्नु न, अहिले सजिलो हुन्छ नि। यहाँ कहाँ जस्तो लाग्छ? अब यता हिस्ट्री खोल्दै गएर जङ्गल घारीमा हुँदै यो जङ्गल फाड्दै अगाडि बढेछौँ हामी चाहिँ। यो जङ्गलमा चाहिँ कति धेरै झारपात, कस्तो घाँसहरू। यो ठाउँमा चाहिँ म दुईचोटि आइसकेँ, त्यही भएर अब चाहिँ पुरै माडिएर बाटै बनिसकेको छ। के हेरेको? कसको? तिमीहरूको?
बोट थियो र हामीले ओखर भन्थ्यो अन्त त्यो ओखरै थियो। पुरै शिकार गर्नु जङ्गलमा हिँडेको जस्तो भयो त यता। अझै छ पानी 18 गतिको पानीले हेर्नु न भलै भयो। 18 गतिको यो ठुलो पानी चाहिँ यस्तो जङ्गलमा पुरै भलै आएछ। बाटै बनिन्छ पर खोल्सा छ खोला यताबाट पानी बगेर चाहिँ अनि कत्रो चाहिँ आएछ त झनै बगाएछ है। हामीलाई पनि भन्नु पर्दाखेरि औलको र लेकको चाहिँ यो झारपातहरू रुख बिरुवाहरू मिल्दैन इन्डियाहरू कहाँबाट यस्तो धेरै पानी बग्यो होला नि कहाँबाट भेला भएर बाटै पुरै बाटै बनाएको छैन खोप्रा हो र। यो उबन बाटो छ उभोबाट पानी आएको छैन। यहाँ कहाँ खोल्ने ठाउँ थियो त नखोल्नु। र गरेको छैन यहीपट्टि होइन अब आइपुग्यो होइन आइपुग्यो नयाँ स्टाइल यहाँ चाहिँ धारा बनायो यस्तो के बनाएको यो यस्तो नि हुन्छ यस्तो गरेर चाहिँ बनाएको हो बालुवा पसेर अब यसलाई चाहिँ डाइरेक्ट माथि मुहानमा जोड्ने पहिला चाहिँ यसरी बनाएको थियो यो चाहिँ अलिक मजा आएन यो बनाउनु यो भरिँदो रहेछ बालुवाले अनि निस्किहाल्दो रहेछ नि। हो यस्तो यत्रो ठुलो पानी छ सरर जाँदा नि यहाँ मान्छे मुहान छ यसरी यहाँबाट बालुवा चाल्ने चाहिँ त्यो बनाउनु भएको रहेछ तर बालुवाले नै त्यो भरिदिएर यहाँबाट चाहिँ पानी नै आएको थिएन कि ला पाइप छोटो भयो पुग्छ होला हौ पुग्छ यसलाई अलिक तानौँ न। औ यो नालाको पानी कतिलाई थाहै छैन होला नि यस्तो बाँसको नालामा पानी बग्ने। मुहान चाहिँ यहाँ यहाँनिर मुहान छ यहीँ पानी पलाएको यो कति सफा पानी हो यहीँनिरबाट जमिन मुनिबाट चाहिँ यो 12 मास भनौँ न होइन पानी आउँछ त्यो सुक्दैन पछि हुँदामा अलिक सानो हुन्छ अहिले चाहिँ ठुलै हुन्छ। यहाँ चाहिँ यहीँनिर पानी पलाएको यो कतैबाट उ भएको होइन आएको होइन बगेर आएको होइन यो यहीँ उब्जेको पानी। तपाईँलाई त उनिउँको पातले छले त्यही उनिउँको पातभित्र मान्छे यसलाई यसरी लगेको थियो यो दिमाग भएकै होला यतिको गर्नु भनेको। अब यो पाइपमा चाहिँ यो आइडिया यो पाइपभित्र हो त्यसरी यो नालाभित्र चाहिँ पाइप खाँदिदिउँ। होइन नि साथी त्यो पाइप माथि चाहिँ अनि बालुवा आउँछ नि त त्यहाँ के ल्याउनु पर्ने थियो क्या यस्तो बन्द कस्तो तानेको छ पानी हो यो बालुवाबाटै पानी पुरा छानिँदै आउने हो नि त कति भित्रबाट निस्केको होला है। तर यहाँ पहिला झन् यहाँदेखि माथि ठुलो जङ्गल हुँदा त हिउँदमा पनि यो पानी यत्रै ठुलो पाइपको एक पाइप आउँथ्यो अहिले त हिउँदमा त सानो भइहाल्छ बर्खामा मात्रै छ यत्रो त यहाँ भित्रबाट निस्किरहेछ माथि त्यहाँबाट निस्किरहेको छ अनि हाम्रो पानी चाहिँ पाइप चाहिँ यहाँ छ। एउटा कोदाली ल्याउनु पर्छ के माटोहरू खनेर टक्क लाउनु होइन धेरै खन्नु त मिल्दैन ठिक यता परबाट खनेर कि यो खनेकै त हो यो अस्ति अनि यहाँ माथिबाट एउटा चित्र राखिदिएको थियौँ अस्ति हिजो अस्ति त्यो बनाउँदाखेरि निकालिदिनु भएछ। यहाँ माथि एउटा चित्र राखिदिएर यसलाई छोपेको थियो कि त्यहाँ टाल्नुलाई कस्तो
कस्तो मजाको ढुङ्गा दिएको थियो त अझै चाहिन्छ टन्नै चाहिन्छ नि म चाहिँ यहाँनिर माटो खोज्ने अनि हाम्रोतिर चाहिँ फेरि यो बलौटे माटो क्या धेरै यस्तो जङ्गलको माटो ला त्यसो भन्दा मैले फुललाई पनि माटो लगाइदिनु पर्ने डेन्जर उम्ल्यो यहाँनिर पानी 2-3वटा चेपबाट आउँदो रहेछ यो ढुङ्गाको चेपबाट चाहिँ सधैँ आउँछ अनि यता साइडबाट निस्किँदो रहेछ पानी त कति छिटो सङ्लिएको हेर्नु सङ्लिँदैछ खै म बनाऊ यो ढुङ्गा यो अब यो पाइपमा चाहिँ हामीले बोतल काटेर लिएर बालुवाहरू नछिर्ने बनाउनु पर्छ पानीको मुहान हामीले चाहिँ खोलाको पानी त्यो उवाला पानी त छँदैछ गाइस त्यो खोलाबाट लिएको अनि त्यो पानी चाहिँ मिटरमा आउने हो जति चलायो त्यति पैसा तिर्नुपर्छ अनि यो चाहिँ हाम्रो पहिलेको बाजे बराजु जुजुकै हुन्छ पुस्तादेखिको आउने पानी हो पहिला यही पानी हो सबै थोक गर्ने त्यति बेला न त्यस्तो खालको कुनै योजनाको पानीहरू थियो अनि ऊ बेला चाहिँ यो पाइप पनि थिएन है त्यति बेला चाहिँ यस्तो क्या यो बाँसको नाला यसरी लाने हो अहिले त यो सानो ट्याङ्कीसम्म पुऱ्याएको छ नि यस्तो नालामा भरैसम्म घरैसम्म नालामा लाने हो म सानो हुँदा मलाई अलिअलि थाहा छ अझै पाइपको पानी भन्दा पनि नालाको पानी नालामा पानी आएको के अब त्यहाँनिर चाहिँ अहिले त्यो बटुका घोप्टै राखौँ अनि पछि चाहिँ त्यहाँनिर बोतल लिएर राखिदिनुपर्छ त्यहाँ होइन माथिबाटै राखिदिनु हो त्यसरी अझै छ ढुङ्गा म त ढुङ्गा खोज्ने हट्टु भयो अब चाहिँ यो यस्तोले उहाँको आइडिया होला हौ यो चाहिँ बोतल भए चाहिँ त्यो पाइपमा ठ्याक्क मिल्थ्यो कि यो मुहानको माथितिर चाहिँ घाँसहरू अनि रुख बिरुवाहरू धेरै चाहिँ काट्नु हुँदैन है किनभने हिउँदामा चाहिँ पुरै पानी सुक्छ कि यो उनिउहरू प्रायः जसो यस्तै नै हुन्छ यहाँनिर यिनीहरूले त सिक पनि राखेको छ नि त फोहोर पनि पस्दैन अनि यतातिर छ अनि यहाँदेखि माथिको रुखहरू हेर्नु त अब बढ्दै रहेछ मसिनो मसिनो निकै धेरै अहिले त यहाँनिर त 3, 4, 5वटै पाइपमा पानी भरिन्छ होला नि होइन कति ठुलो आइरहेको छ ओ माथिबाट दुलो गोलो हो कि हामी चाहिँ पहिला केटाकेटीमा त्यो दुलोमा चाहिँ यहाँनिर के लाउँथ्यो कि चुइँ तान्थ्यो अनि ठोक्थ्यौँ तान्छ नि यस्तो तान्छ अब चाहिँ लगभग पाइप गाडेर फिल्टर पनि भइसक्यो होइन अब त्यो फिल्टरको लागि चाहिँ बोतल नलिआएछौँ अर्कोपल्ट आउँदा चाहिँ बोतल लिएर आउने अनि वरिपरिबाट बाँस यसरी ठाडो पार्नु हुँदैछ यो बाँस ठाडो पारिसकेपछि माथिबाट चित्र लगाइदिएपछि त
त्यस्तो फोहोर हुँदैन। अनि थाहा छ यो उनिउको ऊ छ नि बोट छ नि, यो उनिउको बोट गमला हुन्छ। यसको बोट ठुलो भएपछि यो हाँगा चाहिँ होइन, यसको यो तलको भाग हुन्छ नि, यो चाहिँ गमला हुन्छ पछि। त्यो गमलामा अर्किड रोप्यो भने चाहिँ यस्तो खतरा हुन्छ। यो पहिला नालामा थियो, यहाँनिर त किराहरू फटाहरू फसिहाल्छ नि, यस्तो फोहोर हुन्थ्यो गनेउलाहरू। अझै डाइरेक्ट मुहानमा जोडेर कि यहाँनिर कत्रो आएको छ त्यहाँनिर। त्यो चाहिँ बुवाको आइडिया हो कि यो नालामा पहिलादेखिको। यो पनि एउटा उयो नै हो नि, इन्जिनियरिङ नै हो नि। यहाँ पानी आउँछ, यहाँबाट यहाँ जान्छ, त्यसपछि थिक्रिन्छ, आँखा यहाँ हुन्छ, अनि यहाँबाट यो पाइप घुसाएर यहाँ लाने हो। अब हामीले बनाएको पानी चाहिँ यत्रो आएको छ। हुर्रे, पानी त ठुलो आयो गाइस, तर पाइप सानो भयो। अब यहाँसम्म मात्रै होइन, घरसम्म पुग्नु पऱ्यो नि। यहाँको जोडेको थियो सकेट जोड्नु पर्दैन, यो ठुलो पाइप छ, त्यो सानो पाइप छ। पक्का हो यस्तो जोडे, त्यो चाहिँ यसको लागि हो नि त। पुगेन ला पुगेन, अब तान्नुपर्छ। तानौँ त चाहिँ अझै पखाल्नु। के पखाल्नु, यत्रै पाइप चाहिँ चाहिन्छ। यहाँ पनि रहेछ नि त यस्तोहरू। यहीँ हुँदै गर्छ, यत्रै पाइप चाहिँ चाहिन्छ नि साथी। होइन ठिकै छ, यत्रो एक पाइप पानी आयो भने त पुगिहाल्छ नि, नन स्टप आउने त हो। यो चाहिँ यतिकै छोड्नु अब यहाँ तल पाइपबाट। अनि अब यो पाइप घरसम्म पुग्दाखेरि ठाउँ ठाउँ हेर्दै जानुपर्छ कि, किनकि कति ठाउँमा छ छैन, पुगिरहेको हुन्छ हुँदैन, सबै हेर्दै जानुपर्छ। यहाँ त एक ठाउँ फुकाल्ने ठाउँ थियो जस्तो लाग्छ मलाई। यहाँसम्म आयो गाइस, पानी मैले भेटेँ, पानी मैले भेटेँ, पानी मैले भेटेँ। अझै यत्रो पाइप चाहिँ हुनुपर्छ कि, यो सानो पाइप हो नि त, भोलि यो फेर्नु फेरि होइन। तपाईँको चप्पल त भ्यागुता जस्तो गरिरहेको छ त, क्वाक क्वाक। बनकेरा हो त्यो, त्यो बनकेरा हो। लै यो पहिला पहिला सबै खेती गर्ने बारी अहिले अम्लिसो, अनि रुखहरू गोलियाको लागि धेरै जस्तो चाहिँ यो हुने छ। यो सुकेको होइन नि, यो हो त रहेछ, सुकेको र हो नि। गाइस फाइनल्ली पानी पनि ल्याइयो, मान्छे नि आइयो। पानी खोइ गाई छैन त नि पानी। चुट्यो के पानी पर चुट्यो लु जाउँ फेरि अब त्यो सेकेन्ड ट्राई। यसरी ठाउँ ठाउँ बनाउँदै आउँदाखेरि ठाउँ पाइप टुक्रो टुक्रो रहेछ, सबै यहाँ बनाउँदा वाक्क लागिसक्यो। अब यो पानी चाहिँ यत्रोको छ, घर पुग्दाखेरि कत्रो आउँछ। त्यति सानो पानी चाहिँ अब यत्रो ठुलो बनाएर ल्याउँदैछौँ। यहाँ पाइप चाहिँ सबै टुक्रेर छ, अनि कहाँ हुन्छ त नि यत्रो पानी गयो भने त मजा आइहाल्छ नि। छाना दाउरा पनि बोकिरहेको छ। यो 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 उयो के भन्छ, चरचरे हो कि, यो माछा। यो अब चाहिँ हामी बनाएर आइपुग्यो घर पुग्नुलाई। यो अब हेरौँ कतिको पानी आएको छ। घर पुग्दा चाहिँ आइपुग्यो चाहिँ नहुनु रक्क लाग्छ, अनि फेरि फर्किनु पऱ्यो भने त आयो यसमा हाल्नु। सानो पाइप छ नि त यहाँ चुङ। फाइनली आइपुग्यो। पानी कत्रो आयो, पानी आयो कत्रो आयो। अब यो जम्मेको जस्तो कहाँ हुन्छ यत्रै जम्मेको। यो
यत्रो चाहिँ आयो खोलाबाट आएको पानी हो यस माथि खोलाबाट आएको पानी सक्यो आजलाई भिडियो चाहिँ सुनको अब बुट लाएर पानी बनाइएर आइयो गाई अब चाहिँ यो पानी बनाउने भिडियो यति नै हो बाई बाई अब चाहिँ साँझ पर्यो